हर्के दाइ नमस्कार। नमस्कार। आराम हुनुहुन्छ? ठिक छु। अनि हर्के दाइ तपाईँको पार्टीको चर्चा त बजारभरि र फेसबुकभरि भाइरल छ त। अनि गाउँतिर के भन्छन् नि गाउँतिर? गाउँमा जानुहोस् होइन, गोठमा बाँधिराखेको गाईलाई सोद्धाखेरि पनि माटो भन्छ। पाखामा चढ्दै गऱ्यो बाख्रालाई सोध्नुहोस् माटो भन्छ। ओहो, त्यसो भए त तपाईँको पार्टीमा त पुरै जनावर मात्रै छन् कि क्या हो? मान्छे त छैनन् कि यस्तो देखिन्छ त। अनि हर्के दाइ गाउँका मान्छेले त केही भन्छन् होला नि? मान्छेले ए बा माटो भन्नुहोस् त माटो। अनि साँच्चै हर्के दाइ तपाईँलाई के लाग्छ यो चुनाव पछिको प्रधानमन्त्री को भन्ला? चुनाव पछाडि त मै हो प्रधानमन्त्री। अनि हर्के दाइ यहाँ त बालन शाहलाई प्रधानमन्त्री बनाउने भन्छन्, के हो नि कुरो? त्यस्ता मुला कुरा छोडिदिनुहोस् त। ल ल ठिक छ दाइ, ठिक छ, तपाईँ नै हो प्रधानमन्त्री, ल तपाईँ नै हो। अनि साँच्चै हर्के दाइ तपाईँले यतिका धेरै स्ट्याटस लेख्दाखेरि मान्छेहरूले तपाईँलाई केही भन्दैनन् भनेको? धेरै स्टेटस लेख्यो पनि भन्नुहुन्छ। आजबाट हर्क साम्पाङले स्ट्याटस लेख्न छोड्यो भने अबको प्रधानमन्त्री त हर्क साम्पाङलाई नै बनाउनु पर्छ भन्छन् त जनता। अनि हर्के दाइ के तपाईँले स्ट्याटस लेख्न छोडिदिनुहुन्छ त? म त लेखेकै गर्छु। ओहो हर्के दाइ तपाईँलाई सुधार्न त कसैले नसक्ने भयो। ए कलटे दाइ तपाईँले भनेको त मान्नुहुन्छ कि यो हर्क साम्पाङलाई स्ट्याटस नलेख्नुहोस् भनेर सम्झाउनुहोस् त फेर। केही थाहा छ तपाईँहरूलाई? देश कहाँ मोडिरहेको छ देशको विषयमा तपाईँलाई चिन्ता छ? चिन्ता छ? त्यस्ता अब होइन, 1000वटा लेखौँ भनेको 3 करोडले सुन्नु पर्यो नि त, बुझ्नु पर्यो होइन। नसुनिन्जेल त म त लेखेकै गर्छु। अझ यस्तो छ, अब यहाँ बसेर अब मुख हेर्दाखेरि तित लाग्छ, यसको बानी बेहोरै त्यस्तै छ। केही भन्ने अनि राम्रो कुरा सिकाउने हो भने भर्खर भन्छु राम्ररी बाबु यस्तो गर्ने नै भन्ने हो भने 2 मिनट पछाडि बिर्सन्छ। ओहो भनेपछि अब कलौटी दाइले भनेको पनि नमान्ने? साँच्चै अब हर्के दाइ तपाईँले यस्तै हरकत गर्दै जानुभयो भने त अब तपाईँलाई जनताले यो हर्केलाई प्रधानमन्त्री मान्न त हामी तयार नै छैनौँ भन्छन् त के गर्ने हो त नि अब? ला हर्के दाइ किन रोएको किन? हिम्मत हारेको भन्नुहुन्छ तपाईँले के? म जति हिम्मतिलो कोही पनि छैन त्यसो। हेत्तेरी हर्के दाइ नरुनु न, नरुनु, तपाईँ नै हो प्रधानमन्त्री, ल भएको नरुनु, तपाईँ नै हो प्रधानमन्त्री, ल तपाईँलाई नि दियो प्रधानमन्त्री, ल ल नरुनु। हेर्न अझ यो हर्के पास्टर हाँसेको। ल ठिक छ, अब सबै जनताहरू मिलेर एक फेर जय माटो भनौँ त, भनौँ ल जय लाडो। मजाको मिलेको छैन।